गुड मर्निङ साथीहरू। ल है म त जाडोमा ठिराउँदै भए पनि भाँडा धुनु थालेँ। कसो गर्नुहुँदैछ तपाईँहरू? कोही त ओछ्यानमा बसेर तातो भएर बस्नु भइरहेको होला है। म त हात ठिराए पनि ठिराउँछौ भनेर भाँडा धुनु थालेँ है। अब आफ्नो काम गरे पनि आफै नगरे पनि आफै। त्यो भनेर चाहिँ बिहानै चिसो पानीमा भाँडा धुँदैछु है साथीहरू। म त के गर्नुपर्ने हो, जाडो बढेर केही छैन। अस्ति 3 तारिक पानी आएकोदेखि यता त जाडो बढेकै अन्त सही नसक्नुको जाडो छ। उस्तै खालको कमजोरीहरू त हार्डलक भएर मर्छ नि हौ। कसो गर्नुपर्ने हौ। अन्त हजुरकोतिर पनि जाडो त डरलाग्दै बढ्यो होला है। तर उँधो प्लेन साइडतिर त अब यस्तो साह्रो जाडो त नहुनु पर्ने। यहाँ चाहिँ पुरा जाडो भइसक्यो है साथीहरू। अस्ति 3 तारिक पानी परेकोदेखि चाहिँ यता पुरा 3 तारिक पानी परेकोदेखि चाहिँ यता पुरा उयो हुँदैछ, जाडो हुँदैछ हो। अब जाडो भयो भन्नु पनि पाउँदैन, के गर्नु, भाँडाहरू धुनै पर्यो है। अन्तखेरि मैले चाहिँ अब हतार पतार गरेर भाँडाहरू धुँदैछु। अन्त जाडो भन्नु पनि पाइँदैन है। खै यो पालिको जाडो अलिक बेसी नै हो कि ठिकै हो। अब भन्नु पोहोर पनि हुनु त यतिकै जाडो जस्तो लागेको थियो मलाई त। लु एक्लै बरबरिँदै भाँडा धुँदैछु हो। अब के गर्नु, म त जाडो सहनु पनि सक्दिनँ, गरम सहनु पनि सक्दिनँ। खास चाहिँ अहिले चाहिँ मैले जिउ तताएको, साह्रै अत्याचार जाडो हुन्छ, बसेर के गर्नु बित्थामा भनेर चाहिँ मूर्ख पाराले नै बाहिर भाँडा झिकेर चाहिँ एकदम भाँडाहरू मोल्दैछु है। अन्तखेरि आफ्नो घरको काम त अब जे गरे पनि जसो गरे पनि आफै गर्नु पर्यो। अरूको आसमा बस्नु भएन। अरू पनि छैन पनि, को छ र अरू त। बुढा र म छु होइन। बुढा र म छु, अब बुढाको आस गर्नु भएन। बिचरा बुढाले पनि गरिदिनुहुन्छ कोही बेला त हो। अन्त र पनि अब साह्रै आस गर्नु भएन। बुढाको त आफ्नै काम हुन्छ है। म त एक्लै बरबरिँदै भाँडा धुँदैछु हो। तपाईँहरूकोतिर पनि यस्तै जाडो होला है। तर म त आज चाहिँ मनै बाँधेर होस् नै, जाडो जति माने त्यति नै हो भन्दै भाँडा धुँदै हो। वाक्कै दिक्कै लाग्छ नि हौ घरको कामले पनि। मान्छेले भन्छ होला मैले त कामै गर्दैन भन्छ होला जिउ हेर्दा हो। तर मेरो जस्तो काम कसैको पनि हुँदैन साथीहरू। अब गर्नै पर्यो आफ्नो घरको काम त होइन। अन्त म त काम त गर्नुपर्छ नि हौ, के गर्नु, कोही छैन। अब छोरीहरू आफ्नो आफ्नो घर सम्हाल्नुपट्टि बिजी छ भनौँ। अर्कालाई गएको छोरी चेलीको आश गर्नु भएन। उनीहरूको पनि आफ्नो आफ्नो घर गृहस्थी सम्हाल्नु पर्यो होइन। अन्त रह्यो आमा र बाउ, अन्त बाउको आफ्नै अलग्गै काम हुन्छ। अन्त म आफ्नै काम हुन्छ है, मेरो आफ्नै काम हुन्छ। अन्त अब म चाहिँ छिटो गरेर चाहिँ अब छिटो गरेर त्यहाँदेखि चाहिँ घाम लागेपछि चाहिँ घाममा निस्किनु पर्यो भन्ने विचार पनि छ साथीहरू हो। खै त घाम पो लाग्ने हो कि होइन। अन्त अचम्मै लाग्दो छ दिन जाडो क्या हौ। हात ठिराउँछ त्यस्तै, खुट्टा ठिराउँछ त्यस्तै हो। ओछ्यानमा बसिरह्यो भने त झन् साह्रो जाडो हुन्छ। अन्त बरु काम गऱ्यो भनेदेखिलाई है अलिकति भए पनि जिउ तातिन्छ। अन्त अलिक मूर्खै पारा गरेन भनेदेखिलाई त यो जाडोले झन् हेप्छ। अन्त म त होस् है, बरु आफ्नो काम सकिहाल्यो भने ढुक्कै हुन्छ भन्दै म त गर्छु साथीहरू। यो जाडो त्यतिकै हो भन्दै है। र पनि म त सक्दिनँ नि अब
साह्रै त सक्दिनँ र पनि कर लाग्छ नि त हो। अन्त हजुरहरूले पनि अब तातो तातो लुगाहरू लाएर बस्नुहोस्, आफ्नो जिउको ख्याल राख्नुहोस्। अब के गर्नु र, नमरे बाँचे दैवले साँचे, फेरि भेटौँला भनेको जस्तो हुँदै साथीभाइसँग भेटघाट गर्दै आफन्तसँग भेटघाट गर्दै आउँदै आफ्नो घरमा आफ्नो घर सम्हाल्दै गर्नुपर्छ साथीहरू, के गर्नुपर्ने हो। अन्त यो 2026 चाहिँ कस्तो चाहिँ हुँदो रहेछ। 2025मा त बहुतै तक्लिफ भयो मलाई त हो, एकदमै ब्याड लक भएर गयो 2025 त। अब यो 2026ले चाहिँ अब के गर्ने हो, कसो गर्ने हो। अन्त जाडो भयो भन्दैछ हो बोजूले त। अन्त के गर्नु, अब जाडो भयो भन्दा पनि भएन, अब आफ्नो काम त गर्नै पर्यो, आफ्नो घरको काम त होइन। अन्त जाडो भए पनि के गर्नु, गरम भए पनि के गर्नु, अर्काले आएर म गरिदिन्छु तेरो काम भन्ने होइन, आफ्नो घरको काम आफै गर्नुपर्छ साथी हो। अन्तखेरि जाडोमा त म त यसरी मूर्खता देखाएर काम गरेन भने त भरे घाम पनि लाग्छ 12-1 बजीतिर, कोही बेला लाग्दैन पनि। अन्त त्यतिन्जेलसम्म पनि हामी गुम्सिएर बस्यो भनेदेखिलाई त अन्त हाम्रो काम चाहिँ कहिले सक्नु होइन साथीहरू। अन्त बरु म त होस् भनेर भाँडा धुनु थालेको पो हौ। अन्त खै के गर्नुपर्ने हौ साथीहरू, म त अचम्म लाग्छ घरिघरि त। यो जाडोसँग पनि गरमसँग पनि म त उयो गर्नु सक्दिनँ हो। म त अहिले मन थामेरै गर्दैछु जाडो। हजुरहरूले मलाई देख्दा त यस्तो मोटो मान्छेलाई पनि जाडो हुन्छ र भन्नेहरू पनि हुन्छ कोही क्या। हाम्रो चाहिँ मासु होइन भनेको जस्तो गर्नेहरू पनि हुन्छ है। जाडो हुन्छ नि, किन हुँदैन हौ। अब त झन् हामीलाई त न त हामीले बलको काम गर्न सक्छौँ हो। अन्त भाँडा सबै धोइसकेँ मैले, सबै धोएर थन्काउँदै पनि छु हो। भाँडा धोइसकेँ मैले साथीहरू। अब चाहिँ तयारी भएर गएँ म घुम्नुको लागि म गएँ रब्रकोमा है। जाँदैछौँ हामी जेठानी देउरानी दाजु भाइहरू चाहिँ हामी घुम्नु जाँदैछौँ। भाँडासाँडा धोइसकेर अघि भाँडा धोएको चाहिँ निकालिदिएको नि काँचै पल्टाइदिएको हो, घुमेर अब पचाइदिउँ भनेर। अन्त जाँदैछौँ हामी त घुम्नु। जेसुकै होस् मरेर लानु के छ र, घुम्नु पनि पर्छ, काम पनि गर्नुपर्छ, खानु पनि पर्छ, लाउनु पनि पर्छ है। हामी त इन्जोय गरिराख्नुपर्छ। यो चाहिँ हो मेरो देवर है। अब यसले चाहिँ हामीलाई एकैछिनको सल्लाह लिएर जाउँ न भाउजू दाजु मेरो, जाउँ घुम्नु जाउँ भनेर चाहिँ यसले सल्लाह गरेर चाहिँ हामी निस्किएर जाँदैछौँ साथीहरू। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो ड्राइभर बाउ मोहन, मेरो बेस्ट फ्रेन्ड, मेरो भाइ भनौँ न है। अन्तखेरि अब हामी चाहिँ गीत गाउँदै नाच्दै गीत गाउँदै गाडीमा जाँदैछौँ है, मजाकहरू गर्दै जाँदैछौँ। मजा आउँछ। अब यस्तै हो जिन्दगी है, उतार चढाउ यत्तिकै हो हाम्रो जिन्दगी त। हाँसी खुसी बिताउनु पर्छ है साथीहरू ल। अब म त यस्तै हो झन्, नाच्दै पनि छु म त हो, नचाउँछु पनि अर्कालाई, आफू पनि नाच्छु, इन्जोय पनि गर्छु, खान्छु पनि, घुम्छु पनि, काम पनि गर्छु हो। अन्त यस्तै हो है म चाहिँ। अब हजुरहरूलाई मनपर्छ कि पर्दैन है, अब त्यो त अब तपाईँहरूमा उयो छ। म चाहिँ यस्तै छु है साथीहरू, दुःख पनि गर्छु हिँड्छु पनि हो। अब मजाले जेठानी देउरानी गएर मजाले उयो गर्नुपर्छ ल भन्दै गर्दैछु। बाई बाई गाइस।